नमस्कार साथीहरू, नेपालको राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएको छ। तर यसपटक विमानस्थलमा फूलमाला भन्दा पनि बढी सामाजिक सञ्जालमा गाली, व्यङ्ग र आक्रोशले स्वागत गरेको दृश्य देखिन्छ। फेसबुकका पोस्टहरूमा सयौं टिप्पणीहरू आए। कसैले वेलकम ब्याक टिम भने, तर धेरैले लगातार हार्ने टोली, लाज छैन, लुडो खेल्न बस जस्ता कटु टिप्पणीहरू गरे। यी टिप्पणीहरू पढ्दा एउटा कुरा स्पष्ट देखिन्छ, नेपाली समर्थक अहिले अत्यन्तै निराश छन्। प्रश्न उठ्छ, के यो रिस जायज हो? एकातिर हेर्दा समर्थकले जितको आशा गरेका थिए। लगातार 4 खेलमा 4 कमजोर ब्याटिङ, साधारण गल्ती र खस्कदो प्रदर्शनले सबैलाई दुखी बनाएको छ। त्यसैले आलोचना हुनु स्वाभाविक नै हो। अर्कोतर्फ आलोचना र अपमान एउटै कुरा होइन। यही टोली नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै ऐतिहासिक क्षण दिलाएको छ। यही खेलाडीहरूले ठूला टोलीलाई हराएका छन्, करोडौं नेपालीलाई खुसी दिलाएका छन्, नेपाली क्रिकेटलाई यहाँसम्म ल्याएका छन्। त्यसैले खराब प्रदर्शनको समीक्षा गर्नुपर्छ, तर व्यक्तिगत गाली र अपमानले कुनै समाधान निक्लिँदैन। अब आवश्यक कुरा के हो? सबैभन्दा पहिले नेपाली क्रिकेटले आफ्नो कमजोरी इमानदारीपूर्वक स्वीकार्नु पर्छ। ब्याटिङमा सुधार, खेलाडी छनौटमा पारदर्शिता, फिटनेस, मानसिक तयारी र घरेलु संरचनालाई बलियो बनाउनु अति आवश्यक छ। समर्थकले पनि सुधारको माग गर्नुपर्छ, तर सम्मान कायम राखेर। किनभने आज हार्ने यही टोली भोलि फेरि नेपालको झण्डा बोकेर मैदानमा उत्रिनेछ। यदि हामी हारमा साथ छोड्छौँ भने जितमा ताली बजाउनु मात्र पर्याप्त हुँदैन। तपाईलाई के लाग्छ? के सामाजिक सञ्जालमा आएका यस्ता कटु टिप्पणीहरू उचित छन्? अब आलोचना वा सभ्य पर्यादित हुनुपर्छ। आफ्नो विचार चाहिँ लेख्न नबिर्सनुहोला। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र चौतारीलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला।